बोल्नु चाहिँ पर्दैन हजुरको इच्छा म नबोलेकै ठिक होला फेरि मेरो भोइस उ आउला नमस्ते नेसनल लाइफ टिम अहिले हामी राडाको माथिल्लो अलिकति माथिल्लो भेगमा मात्रै छौँ र हामी यो भिलेज हेरिटेज रिसोर्टमा बिहानको भोजन गर्दैछौँ यहाँ हाम्रो साथीहरू बजक भोजन गरिरहनु भएको छ यो यहाँ के रहेछ भने लामो यात्रा गरेर आइसके पछाडि यो यात्रा कहिलेकाहीँ कस्तो हुन्छ भने हामी यो टोली चाहिँ बेसिकली बाई फ्लाइट होइन है बाई रोड आएको टोली हो यहाँ एउटा सिन्धुलीको टोली छ एउटा हेटौडाको टोली छ एउटा तिनकुनेको टोली छ र म अर्जुन घिमिरे जो बोलिरहेको छु म पनि तिनकुनेमै आबद्ध तिनकुने हेटौडा सरी अब संशोधन गरियो तिनकुने र हेटौडा मात्रै रहेछ यहाँ सिन्धुली चाहिँ होइन रहेछ त्यसलाई संशोधन गर्दैछौँ हामी र खाना एकदमै मिठो हिसाबले खाइरहनु भएको छ हुन त यो एउटा भनाइ छ भोक मिठो कि भोजन मिठो भन्ने अवस्थामा हुन त यहाँ कतिपय अवस्था भोजन मिठो होला ल हामी अहिले यो रिसोर्टमा छौँ यो रिसोर्ट चाहिँ रारा तालको माथिल्लो भेगमा छ मैले कोसिस गरिरहेको छु यहाँको भाइ हुनुहुन्छ होमस्टेको बडा मिठो सेवा गर्नुभएको छ बहिनी ल ओ यहाँ अर्का भाइहरू हुनुहुन्छ ओके ओके मेरो भाइ र मैले सकेसम्म यसलाई भिजुअलाइज गरेर तपाईँहरूसँग क्याप्चर गरेर देखाउने कोसिस गरिरहेको छु कति सक्छु म प्रयास गरिरहेको छु हामी यो के छ भने रारा आफैमा एउटा क्विन अफ हेभेन भन्ने मन पराउँछु मैले बेसिकली किनभने यहाँ नआइकन यसको अनुभूतिहरू गर्न पाउँदैनौँ हामी आत्मबोध गर्न पाउँदैनौँ ल हेर्नुहोस् रारा मेरी प्यारी रारा भन्ने गर्छु मैले हाँसिरहेकी छिन् मुस्काइरहेकी छिन् भनिन्छ नि नमरिकन स्वर्ग देखिँदैन भन्नेहरूको उक्ति पनि कहिलेकाहीँ यहाँ आइसके पछाडि सायद कता कता त्यो उक्तिले काम गर्दैन कि जस्तो महसुस हुन्छ किनभने हामी धेरै जो गुनासो के हुन्छ भने यो मुलुक यो देशमा बसेर के गर्ने के छ र भन्ने कुरा गर्छौँ हुन ती कुरा आफ्नो व्याख्या विश्लेषण होला यद्यपि यहाँ आइसके पछाडि यो माटो बोल्छ हामी बोल्नु पर्दैन यहाँको वायुले सुन्दरीले भन्छ पनि आयो सुविधा चाहिँ राख्ने प्रयास गरिएको छ यसलाई हामीले यहाँ आइसकेपछि आत्मसाक्षी गर्नुपर्छ किनभने धेरै मान्छे हिँड्दाखेरिका अप्ठ्यारोहरू हुन सक्ला यद्यपि त्यो कुरा आत्मसात गरेर हामीले हेर्ने गर्ने हो भने यो बडा अलौकिक छ यहाँ जति तपाईँको व्याख्या गरे पनि बयान गरे पनि सायद ती व्याख्या बयानहरू अपुगै रहन्छन् किनभने प्रकृतिलाई शब्दहरूमा अटाउन सकिन्न भावलाई भावित गर्न सकिन्न अनुभूतिहरू शब्दमा क्याप्चर गर्न सकिन्न यो धेरै छ या थाहा छैन लामो गहिरो सास लिँदै गर्दा खोइ के भन्ने प्रश्नहरू आए मेरा भाइ अनि भन्छ यो च्यानल आउँछ मेरा भाइ त्यो दिन्छु तपाईँलाई ल फेरि म यहाँ भोजन भए ठाउँमै आइपुगेको छु ए ल मेरा भाइ यो मेरो भाइ चाहिँ बडा ल फेरि मैले एकचोटि यो यहाँ धार हो यो मुगुको पानी चाहिँ खाने प्रयास गर्नु होला साथीहरू यो अर्ग्यानिक पानी यो वास्तवमा मिनरल वाटर भन्ने गर्छौँ नि हामी मिनरल वाटर चाहिँ यो हो भन्ने हो
अनएयर गर्ने मान्छे त आउनुपर्ने त दाजु लु भोइस एयर तपाईँले सुनिरहनु भएको छ भने म यो अर्जुन घिमिरे हजुर पानी ग्रहण गर्नुभयो पिउनु भयो यति जिउमा चाहिँ ल अहिलेलाई हाललाई यति नै